नमस्ते कुर्थिकार पन्थिकाली पोखरा। यो सिलाउने उलनको कुर्ता हेर्नुस् 25-30 वर्ष पहिला नि यही चलेको थियो, अहिले पनि यही चल्छ के। जति गरे पनि यो उसको डिजाइन हैन। नेपालमा ढिँडोको चलन, ढिँडोको जुन खाने उस छ नि त्यसको चलन जाला बरु, तर यसको चाहिँ जाने भएन कि यो त्यति धेरै चल्छ के। हेर्नुस् त कस्तो राम्रो छ यो। सधैँभरि यस्तै हो, जति भिडियो बनाए नि चिज यस्तै हो, उलन नै हो। हेर्नु गला यस्तै हो हैन, यो तल घेरा पनि यस्तै हुन्छ। सल चाहिँ यसको चाहिँ पहिला जस्तै हेभी सलवालामा आएको छ। हेर्नु होला है, सल चाहिँ हेर्नुस् हेभी सलमा आएको छ। सबै कलर मैले खोलेर देखाउनु चाहिँ भ्याउँदिनँ। हेर्नुस् अब यस्तरी देखाउँदै जान्छु कलरहरू। अघिको रानी कलर, यो ब्लू कलर, त्यस पछाडि गएर यो प्योर रेड, कस्तो राम्रो रेड छ हेर्नुस्, यो रेड कलर। अनि यो पनि ब्लू नै हो है अन्त हेर्नुस्। त्यस पछाडि गएर मरुन कलर, अनि यो ग्रीन कलर। यो आफ्नो चेलीबेटीहरूलाई दिनको लागि है, दिनको लागि एकदम स्पेसल हुनेछ है यो चाहिँ। हेर्नुस् जाडो आयो नि त अब। कुर्थिकार पन्थिकाली पोखरामा सबैजनालाई वेलकम छ। थ्याङ्क यू।